गइरहेछौँ कामारोसन। ल जयगढ बजार आइपुग्यो है त हामी। जयगढ बजार। ल हामी फाइनल्ली मुजा बगड आइपुग्यौँ है। अहिले चाहिँ मैले ड्राइभ गरेर छु। मुजा बगड आइपुग्यौँ हामी। मासु के भनौँ? मासु के को छ मासु? मुजा बगड है। मुजा बगड मासु हामीसँग सधैँ छ। ल साउन्ड कम गर त। ल हामी आइपुग्यौँ है त यो कामारोसनमा। साउन्ड कम गरिहाल्न किम्नी मिनी जाने कुरो। अह ल फाइनली आइपुग्यो है त। ल हामी फाइनल्ली भित्र छिर्दैछौँ है त। आई मिन प्रवेश गर्दैछौँ सिधा गेस्ट हाउस ओनर। खाना खाए है त। के बिन्दा खाना खाए ल। खाना खाए ल। खाना खाए ल। The next day. Good morning everyone. It's me Kaji Bhalagwan. Hope you all guys fine हैन। Let's see guys, after long time पछाडी म आज भिडियोमा आएको है त। दामी म चाहिँ कहाँ छु भन्दा लेट्स सी दामी युएनस हैन दामी है त। अब हामी एकछिन पछाडी यताबाट हिँड्छौँ है त। यताबाट दामी ट्याक 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 गर्दै जान्छौँ। हामी बसेको गेस्ट हाउस त्यो माथि हैन सिधा गेस्ट हाउस है। रामरसन पास काटेइजर भन्ने छ है त। काटेइजर अछाम मन्दिर दामी। लालुगुराँस उ त्यहाँ छ। हाम्रो गाडी चाहिँ माथि हैन नाथ बोर्दर्स हाम्रो जय हुनुहुन्छ। सो यो अर्माजेट हो ए याक्सार रहेछ। हाम्रो चाहिँ बाइक नलिएर आएको है त। ल बिस्कुट सँगसँगै तातो चिया है त। अर्ग्यानिक चिया। हेलो हेलो केन्जी सर के छ? ल जय साहब चलो बसिरहनुलाई नि ठिकै बाटो चलाउन मात्र। ल हाम्रो डे 2 अब हामी निस्किन आँटेको रामरसन घुम्नलाई माथितिर तालहरू हेर्न जाँदैछ। हामी जिङ्गलेदेखि नि माथि गयौँ है त। अब हामी जिङ्गलेदेखि नि माथि जाँदैछौँ। हाम्रो यात्रा जारी नै छ। यु क्यान सी गाइज। ल अब हामी सेकेन्ड ताल है त यो दोस्रो तालमा आइपुग्यौँ। यो जिगले ताल के अरे जिग्ले ताल जिग्ले ताल जिङ्गल ताल ए जिङ्गल जिगले जस्तो लाग्थ्यो जिङ्गल रहेछ नि। जिङ्गल ताल यहीँभित्र होला बोर्ड। कति बजे हो? होइन खुल्ने 7 बजे छैन। ल पुल आइपुग्यो अरे काठको पुल। रेस्ट गरे आउँदाखेरि खिचौँ न। ल दामी हामी चाहिँ यो अहिले पाटन जस्तो देखिने होइन तर पानी सुकेको रहेछ। हुन चाहिँ यो तालै हो होइन तालै हो सुकेको रहेछ है पानी। उतातिर चाहिँ र उतातिर पानी छ। सो हजुरहरू पनि आउन सक्नुहुनेछ यो रामारोसन अछाममा छ है। अछामको रामारोसन वार्ड नम्बर कति हो? 5 है कति हो? वार्ड नम्बर 5 मै पर्दो रहेछ यो पनि। सायद अछामको वार्ड नम्बर 5 मै पर्छ क्या हो। हामी यो रामरसन चौरमा छ। मैले यु क्यान सी भ्यू है त कस्तो दामी देखिरहेछ। अब हामी यताबाट निस्किन्छौँ। ड्रोनमा चार्ज भएन एउटा अलिकति मात्र सर्ट हान्न पाएँ होइन त्यही हो। ओके अब तल पुग्नसम्म कति % चार्ज हुन्छ अनि आउँछ है त। दामी हाम्रो क्यामराम्यान हाम्रो जय साहब खत्रै है त। ल ओ ड्युटीको सरहरू हुनुहुन्छ उता खत्रै रमाइलो गर्दै हुनुहुन्छ। हामी चाहिँ बाजुराको सरहरू। लगाइजहरू हामी चाहिँ आयौँ। पैसा असुल भयो। तपाईँहरू चाहिँ नआउनु होला है त। यति राम्रो ठाउँ छ तपाईँहरू नआउनु होला। हाम्रो चाहिँ पैसा असुल भयो। ल है काठे पुल दामी काठे पुल।
सिधै रामा रोशनदेखि सक्छ त कसैले सक्दैन नि फेरि ल हामी रेडी है त अब हामी एकछिनमा जान्छौँ यताबाट राफ्टिङ है त दामी बोटिङ गर्छौँ अब बोटिङको लागि रेडी अब एउटा ड्रोन सट पनि हान्छौँ आज हेरौँ है त यता बस्छ ल Happy New Year! Happy New Year! ल गाइज हामी यो अहिले चाहिँ यो हामी कुन ताल रे हो जिगले तालमा छौँ अहिले हामी ल तपाईँहरू नआउनलाई हामी चाहिँ आइसक्यौँ हाम्रो चाहिँ पैसा असुल भयो पैसा असुल ताल क्षेत्र है त यता भित्र हामी घुमेर आइसक्यौँ हामी चाहिँ रामा रोशनको तालहरू हेरेर निस्क्यौँ है त रामा रोशन तालहरू हेऱ्यौँ फोटो खिच्यौँ भिडियोहरू बनायौँ होइन अनि त्यो डुगाहरू चढ्यौँ ओके हजुरहरू नि आउन सक्नुहुनेछ है त एकदम दामी अब म तपाईँहरूलाई कन्ट्याक्ट नम्बरहरू चाहिँ छोडिदिन्छु हजुरहरू त्यहीँ आउँदाखेरि अब होटललाई बुक गर्नु पऱ्यो भने त्यो नम्बरमा कन्ट्याक्ट गर्नु होला है त ल हामी बसेको होटलबाट हामी अब निस्किँदैछौँ है त ल हामी फाइनल्ली गाडीमा आइपुग्यौँ है त ल हामी रामा रोशन घुमेर अब निस्क्यौँ ल ओके सर ल ओके ल हामी गाइज हामी मङ्गलसेन जाँदैछौँ है त अब मङ्गलसेन जाँदैछौँ त्यो चाहिँ हाम्रो जयगढको बाटो है त उपारीको असम जयगढ जाने बाटो उताबाट हामी चाहिँ यताबाट अहिले आज यताबाट जाँदैछौँ मङ्गलसेन दरबार हेरेर हामी बेलुका घर जान्छौँ कहाँ माथि आएछौँ त हामी होइन ल फाइनली हामी यता मङ्गलसेन दरबार पनि आइपुग्यौँ है त जिल्ला अस्पताल रहेछ नि असमको ल हामी पुग्यौँ है त्यो यता ऊ गयो उता गयो त्यो के माग्ने भयो आज त्यो आइसक्रिम गाइस रामा रोशनको 2 दिनको ट्रिप पनि सकियो है फाइनल्ली अब काजी आज आफ्नो घर जाँदै हुनुहुन्छ असार लागि जस्तो भइसक्यो यार पुरै पानी आउला होला जस्तो भएको हामी पुरै रामा रोशन ल त गाइजहरू भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु है त ओके बाइ सी यु नेक्स्ट भिडियो है त